तपाईलाई कति क्यालोरी चाहिने हैन, कति न्युट्रिसन चाहिने, यो कुराहरु त पहिला सेफली दिने हो नि त। उहाँले त्यो फलो गर्नुभयो भने के हुन्छ, उहाँ चाहिँ हस्पिटल जानुबाट वञ्चित हुनु, उहाँ जानु पर्दैन यसको अर्थ हैन। हस्पिटल गइसके पछाडि त उपचार त हुनुपर्छ। त्यो उपचार गर्न जानुभन्दा पहिला उहाँ हुनुपर्ने हेल्दी, जति मात्रामा उहाँको हाइट वेट अनुसार चाहिँ हुनुपर्थ्यो हेल्दी, त्यो हेल्दी खाना खुवाउने चाहिँ सेफ हो। त्यो भएर मैले बार जुनै पनि इन्टरभ्यूमा भन्छु, सेतो कोट र सेतो टोपी लगाउने सेफ र सेतो कोट लगाउने डाक्टरमा तात्विक भिन्नता छैन है। विश्व बजारले हेर्ने दृष्टिकोणमा पनि छैन र आर्थिक रूपमा एज अ तलबकै कुरा गर्नुहुन्छ भने कुनै पनि डाक्टर भन्दा कम सेफको पेशा गर्नेहरू, सेफहरूले कमाउने रकममा कुनै तात्विक भिन्नता वा फरक देख्दिनँ म, मैले पाएको छुइनँ। सेटिस्फाई या अझ हामी बाहिर यो कन्ट्रीहरूमा हेऱ्यौँ भने त अझ राम्रो छ, एकदमै राम्रो छ।